गलेश्वर धाम र वरिपरिको जङ्गल हरियाली गलेश्वर धाम माथि बाटोबाट देखिएको दृश्य अनि मुक्तिनाथसम्मको यात्राको लागि हामी आज बिहान भरतपुरबाट हिँडेर गलेश्वर आइपुगेका छौँ। अब हाम्रो यात्रा मुक्तिनाथसम्म हुनेछ। गलेश्वर मन्दिर यो नौरपनीको ठुलो शिलामा रहेको भनेर भनिन्छ। यहाँ चाहिँ गलेश्वर बाबाको आश्रम छ अनि देवघाटमा पनि गलेश्वर धाम भनेर छ। गलेश्वर र यहाँ गलेश्वर बाबाले नै त्यहाँ आश्रम स्थापना गरेको अरे अनि त्यही भएर देवघाटमा गलेश्वर आश्रम भनिन्छ। यसलाई चाहिँ गलेश्वर धाम भनिन्छ। यो नौरपनीको ठुलो शिलामा एउटै शिलामा बनेको मन्दिर बनेको भनेर भनिन्छ। पारिपट्टि हरियाली छ, बिचमा कालीगण्डकी नदी बगेकै छन्, देखिएको छैन। र यो हरियाली पारिको हरियाली, बिचमा कालीगण्डकी नदी र वारिपट्टि गलेश्वर धाम। पहेँलो सुन जस्तो देखिएका मन्दिरहरू गलेश्वर मन्दिर हुन्। यतापट्टि चाहिँ फेरि वारिपट्टिको जङ्गल हाम्रो गाडी हो पर छ।